हेलो नमस्कार सेवारो गुड मर्निङ सबैजनालाई नेक्स्ट डे नेक्स्ट भिडियोको साथसाथै हजुरहरूको सामु उपस्थित भएको छु म स्मृति राई। आजको मेरो भिडियो हैन आजको दिनमा म के गर्दैछु के गर्छु म सबै देखाउने छु र आज सकेला त अस्ति 29 गते हो तर त्यहाँबाट सुरु भएपछि अब 16 17 गतेसम्म अन्त अनि आज फेरि त्यही सकेलामा नाच्नलाई जानलाई रेडी हुँदैछु म। आज चाहिँ म एक्लै छु मेरो साथी आज जान पाएन अनि म चाहिँ अब रेडी हुनुपर्ने हुन्छ यहाँ। आज म रेडी हुन्छु। म चाहिँ रेडी भइसकेर पनि उता बाटो लागिसकेको छु फुपूको घरमा। फुपूको घरमा पुगेपछि म फेरि अलिकति मेरो साडी मिलाइदिनुहुन्छ। मलाई अलिक राम्रो मिलाउन आएन। म यहाँबाट जाँदैछु। तपाईँलाई बाटो त थाहा छ नि? बाटो पनि राम्रो थाहा छैन। म निनीको घर एकचोटि गएको छु तर राम्रोसँग बाटो थाहा छैन नि त। त्यही भएर म कल गर्दै जानुपर्ने हुन्छ। म चाहिँ फुफू निनीको घरमा आइसकेको छु। निनी हुनुहुन्छ नटोक मलाई नटोक। अनि अब म यहाँ साडी मिलाउनु पर्ने हुन्छ। हामी त रेडी भएर गएको निनी बाई 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 साथी। हामी गएको दाइको अब सफारी के आँटो छ तपाईँको? हजुर हामी गएको दाइ तपाईँको सफारी के आँटो छ? यसको 8 छ त अनि यसमा 3 जना अन्त 2 जना मात्रै हो। अनि म चाहिँ कहाँ बस्नु? 2 जना मात्रै अट्छ। हजुर होइन अब नेक्स्ट टाइम खाने नि अब कति आउँछ आइन्छ अब त थाहा भइसक्यो यता बाटो हेर्नु नि। अब हामी गएको अब पर हामी खाजा खाने अनि मामा त्यहाँ आउनुहुन्छ अनि त्यहाँबाट चढेर जाने हो हामी नाच्नु। ल अब म चाहिँ कसरी बस्नु त? उल्टो बस्न आउँछ तपाईँलाई? उल्टो बस्यो भने त म त चिप्लेर झार्छु त त्यहाँ। त्यसो चढ्नु थाम्नु म त 53 मा छु त राजा। गएको आया कति अप्ठ्यारो भएको। हजुर ल ल उनीहरूभन्दा अगाडि पुगिन्छ के सर अन्त गएको हामी दाइको स्कुटरबाट। मामा मामाहरूले नभेटोस् भन्नु नि। यता त मामाहरू हुनुहुन्न है कति अनन्द हो यता त। हामी खाजा खाएर नि 1 घन्टा मामाहरू कुरेर नि पर्खेर भर्खर आउँदै हुनुहुन्छ। हामी जाँदैछौँ तल। मामा होइन मेरो त काका हो। बहिनीले मामा भन्छ अनि म नि मामै भन्नु आउँछ नि त। यस्तो छ मेरो पारा। अब तल जानुपर्ने हुन्छ त्यो गाडीबाट अनि हामी चाहिँ आज जाने चाहिँ चतरा हो। अनि चतरामा चाहिँ आज सकेला हुँदैछ। सोइठोले सोए हुर्राहा भन्दै जाने हो नि त अब हामी। त्यहाँ ढोल झ्याम्टा राख्नु भएको छ गाडीमाथि। अब हामी त्यहाँ जाने हो। सम्पूर्णलाई सकेला ह्याप्पी सकेला भन्दा नि अब उभौली पर्व त अस्ति नै सकिसक्यो तर सकेला चाहिँ अहिले भइरहेछ। नाचगान चाहिँ भइरहेछ। काका हामीले कति घन्टा कुरेर नि काकाहरूलाई काका हामीलाई यत्रो घन्टा कुर्नु लाउनु भएको किन? हामी त अनि माथि बसेको नि त। ल हामी अब गाडीमा चढेको। काका छ अब पछाडि त होला नि। मलाई त कमेन्ट आउँछ त। ल यसको झ्याल छैन पो रहेछ त। ओ झ्याल छ त। ल कसैले 2 बहिनीलाई एउटा ल ल झ्याम्टा यो चाहिँ हाम्रो झ्याल छ। यसलाई बजाएर हिँड्नुपर्ने हुन्छ। यो खोलिन्छ नि त। ए खुल्दैन खोलिँदैन क्या। ल यो खोलिदिन्छ। अब हामी त आउँछ हावा आउँछ हिँडेपछि। कमेन्ट आउँछ नि त। अब कति मिनटमा पुगिन्छ? नजिकै छ आउँदैन। नजिकै हो भने त आउँदैन कि टाढो हो भने त आउँछ। मात्र हुन्छ नि हामी बजाउने। हेलो बङ्गा। अब हाम्रो ग्रुप सबै भेला भइसक्यो। अब हामी नाच्ने
माथि अर्को बङ्गाहरू हुनुहुन्छ यहाँ बहिनी हुनुहुन्छ उहाँ बुवा अब हामी यहाँ एकछिन नाच्ने अनि जानुपर्ने हुन्छ हाम्रो स्टेसनमा यस्तो राम्रो फुलहरू छ गर्मी चाहिँ छ समय छिटो नाच्नु भन्नु नि पसिना सरी बङ्गाउन अब हामी लागेको नाच्नु भन्नु नि त्यति सिकेर पनि आउँदैन त के भएको यो 1 बजिसक्यो कहिले अब यहाँबाट गएर हामी तल नाच्नु पर्ने हुन्छ हामी चाहिँ आइसकेको छौँ तर अब हामी भित्र गएर नाच्नु पर्ने हुन्छ यहाँ कति आएर नाच्नु थालिसक्नु भएको रहेछ अब हामी पनि जाँदैछौँ कति धेरै धेरै हो आएको भएको थियो अलिएको चाहिँ अनि झोल झ्याम छ कति धेरै हुनुहुन्छ ठिक छ अब हामी नि नाच्ने हो गाउने हो अन्त हाम्रो किरातीको अन्त भेषभूष देखाउने हो हामी चाहिँ राउन्ड घुम्दैछौँ यो सबै राउन्ड घुम्नु पर्ने रहेछ पूजा गर्ने ठाउँतिर चाहिँ अनि हामी राउन्ड घुम्दैछौँ अहिले ब्यानर बोकेर त्यसपछि मात्र हाम्रो नाच्ने ठाउँ देखाउनु हुँदो रहेछ फर्स्ट चाहिँ त्यो सबै नाच्ने यो उहाँहरूले राउन्ड घुम्नु पर्ने हुँदो रहेछ हुन्छ हाम्रो चाहिँ यो सामानहरू राख्ने ठाउँ बनाउँदै हुनुहुन्छ हामीले चाहिँ यहाँ मासुहरू झुन्डाउनु पर्ने हुन्छ यहाँ बनाउँदै हुनुहुन्छ राम्रो बनाउँदै हुनुहुन्छ अब हामी यहीँ नाच्ने हो कस्तो दामी नाच्दै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो पूजा गर्दै हुनुहुन्छ यो पूजा गर्नुहुन्छ अब यहाँ हाम्रो दिरिङमा भन्छ हो त्यो यहाँ बान्दिनुहुन्छ चिन्टोलाई हाम्रो भाषामा दिरिङमा भन्छ यहाँ बन्नुहुन्छ अनि सरुवा राख्नुहुन्छ
यो सुँगुरको मासु हो हाम्रो मेन इम्पोर्टेन्ट बिसाउँदैछौँ खाजा पनि खाँदै हुनुहुन्छ यत्रो पसिना आइरहेको यता हुनुहुन्छ चाहिँ हाम्रो प्रसाद उहाँहरूले दिनुभएको विशेष उहाँहरूले नृत्य गरेर चाहिँ हामी आएको हो यता हुनुहुन्छ हामी नाचेको चाहिँ त्यति भिडियो क्याप्चर गर्नु पाएन खिड्कीमा आफै पनि नाचेको भएर उहाँहरू नाच्दै हुनुहुन्छ हाम्रो चाहिँ सकिसकेको छ अब फेरि नेक्स्ट अर्को नाच्नुपर्ने हुन्छ यो चाहिँ हाम्रो हामीलाई दिनुभएको प्रसाद हो यो गल्न त गलिँदो रहेछ रमाइलो पनि भइरहेछ तर गल्न नि गलिएको छ गर्मी छ हाम्रो चाहिँ खाजा वाचिप्पा आइसकेको छ अब हामी वाचिप्पा खाने हो यो वाचिप्पा मिठो हुन्छ क्या यता यस्तो बाँडिदिँदै हुनुहुन्छ वाचिप्पा र छ्याङ खाने हो अनि त हामी फेरि नाच्ने हो यता सबै आफ्नै तालमा हुनुहुन्छ हाम्रो सम्मान पत्र यहाँ बाँड्दै हुनुहुन्छ हाम्रो अध्यक्षलाई हाम्रो अध्यक्ष सम्मान पत्रको बेहोरा पनि मैले यसभन्दा अगाडि वाचन गरे अनुरूप नै रहेको छ किरात राई आयोगका सम्मान पत्र भूमिपुत्र किरात राईहरूको महान चाड साकेला उभौली 2082 तथा येलदोङ सम्बत 5085 को अवसरमा किरात राई आयोगका प्रक्षेत्र नपा एक दुईवटा कार्य समितिद्वारा आयोजित कार्यक्रममा साकेला सिनी प्रदर्शनीमा बान्तवाला साकेला सिनी प्रस्तुत गरी किरात संस्कृति समस्यामा प्रबन्धनका लागि खेल्नुभएको भूमिकाको उत्तर बोलाउँदै श्री किरात मेवाहाङ याकुमालाई सधन्यवाद साथ जो सम्मान पत्र प्रदान गरेको छ र यो सम्मान पत्र प्रदान गरिदिनुको लागि प्रक्षेत्र नगरपालिका वडा नम्बर 1 का अध्यक्ष श्री किसान थापा नगरजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। चाहिँ हाम्रो अन्तिम हो यहाँ पूजा गर्दै हुनुहुन्छ बिदाई हामी आएर पूजा गरेको अनि जाने बेला पूजा गर्नुपर्ने हुन्छ अब चाहिँ हामी नाच्दै जानुपर्ने हुन्छ अब यो बोकेर लानुपर्ने हुन्छ हामीले अब फेरि हामी नाच्दै नाच्दै जानुपर्ने हुन्छ भाइ यहाँ आयो गाडेकोमा पूजा गर्नुपर्ने हुँदो रहेछ अब एकछिनमा चाहिँ कसरी नाच्नु जान्छ यो बोकेर बोक्नु न यो यहाँ गाडी राख्नु हुँदो रहेछ अब हामी गएको नाच्दै जानुपर्ने हुन्छ यता अर्को टिमहरू नाचिराख्नु भएको छ गर्मी भयो आफै नाचेको हुनाले हामी नाचेको त्यति भिडियोहरू छैन तर पनि भिडियो राम्रोसँग हेरिदिनु होला यो चाहिँ हाम्रो ब्यानर हो अब हामी जान लागेको अब हामी नाच्दै जानुपर्ने हुन्छ अहिले हामी गएको पनि म भिडियो गर्न पाउँदिनँ किनकि म नाच्नु पर्ने हुन्छ त्यही भएर आटो लाग्दैछौँ हामी चाहिँ यता यो यसरी नै
यो ग्रुपहरू आउनै भएन यहाँ लेखेको मात्र छ कता जानुभयो होला यो ग्रुपहरू स्पेशल काकाको डान्स हो यो खतरा हाय हाय ला हुर्रा भन्नु नि सोय सोय ला खतरा नाच्नुहुन्छ हाम्रो काका स्पेशल डान्स स्पेशल सिली हो यो अब चाहिँ हामी गएको हाम्रो गाडी चाहिँ यो हो यहाँबाट अब हामी जानुपर्ने हुन्छ अन्तिम बाई बाई अब यहाँबाट जानुपर्ने हुन्छ सब लागिसक्यौँ घरतिर यता नाच्दै हुनुहुन्छ लाग्यो सबैजनालाई बाई बाई नमस्कार गयो गर्मी लाग्यो 2 दिन नाचेको कालो न कालो भइसक्यो र पनि ठिकै छ भाउजूसँग भाउजू हाँसेको पत्र नबसौँ निला पत्र बसौँ भनेको जस्तै भयो पिता पत्र हामी चाहिँ जाँदैछौँ अब भानुचोकसम्म सँगै जाने हो भाउजूसँग गाडीमा त एकैछिन पुग्यो आज म हाँस्दा हाँस्दा होइन मैले सबै भिडियोहरू क्याप्चर गर्नु पाइनँ किनकि म आफै पनि नाचेको भएर तर पनि रमाइलो भयो कि आज हाँस्दा हाँस्दा मर्छु कि क्या हो आज हाँसेर अब भाबीजनसँग पनि छुटेको भानुचोकबाट अब फेरि हामी पर्सि निकर्सी भेट्ने हो उर्लाबारी गयौँ भने बेलबारी गयौँ भने बाई बाई फेरि भेट्नुपर्छ अब म चाहिँ यता होटेल जानुपर्ने हुन्छ म अब होटेल जान्छु यहाँबाट रमाइलो भयो आज चाहिँ अब होटेल आइसकेको छु अनि सबै कामहरू सकाएर अहिले म फुर्सद भएको बेला भिडियो इन गर्दैछु सबैजनालाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला भिडियो हेरिसकेपछि कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु सबैजनाले मलाई माया गरिदिनु होला अनि र माया गरिदिनु हुन्छ भन्ने आशा पनि लिएको छु मैले र आजको भिडियो यस्तै हो सबैले माया गरिदिनु होला अन्तिमसम्म हेरेर अब नेक्स्ट भिडियो लिएर हजुरहरूको सामु उपस्थित हुने नै छु अहिलेलाई बाई बाई टेक केयर गुड नाइट